जापाली भन्दा 5 थरी के कम। गाई बस्तु हाम्रो मुलामा बाँध्छ। बाँदरलाई रुख चढ्न त हामीले नै सिकाएको। बारी त हाम्रो सुँगुरले जोत्छ। रायो साग एक पातले 3 घरलाई पुग्छ। बाहुन त के भन्नु, लिम्बू नै भइसक्यो, लिम्बू नै बोल्छन्। नपो त्यसो त कोरियाको मन्त्रीलाई कोरियामा कोरियन जनता भन्दा ज्यादा त 5 थरी पुग्या छ। पान्थरे लिम्बू नि बिग्रिनै सकेछ। राई लिम्बू छोडेर काफ्लेलाई लखेट्छ। हाम्रो त झापामा हात्तीले जोत्छौँ, त्यही हात्ती बाँध्न मुला नै रोप्छौँ। त्यो जाबु भैँसीलाई सिङ्कामा बाँधेर एक पत्ता सागलाई खाडलमा खाँदेर सिङ्के बनाएर 1 वर्षै खान्छौँ। बाघसँग मिलेर सिकारै जान्छौँ। 2 देखि 3 केजी मेकअपै लाउँछौँ। इत्रु सुँगुर जोतेर के गरी खान्छौँ। झापामा अहिले नि डाइनोसर पाउँछ। तिर्खाले होइन, खोलाले धाउँछ। एलिजाबेथ पनि खेतालै आउँछ। के कुरा गर्नु सम्पत्ति घरबारको। झापामा घर पछि दरबार थियो। कोरिया त एउटा देश मात्र हो। कोरियाभित्र झापाकै सरकार हो। ल झापाली हो तिमी? अरे यार, झापालीको मात्र हुन्छ गफ हान्ने दम। झापाली भन्दा सिन्धुली के कम। जताततै सिन्धुलीको जुनारको चर्चा। त्यही जुनार बेचेर पैसाको वर्षा। त्यही पैसाले हेलिकप्टर किन्छौँ। BMW जाब त माग्नेलाई दिन्छौँ। सिन्धुलीको व्यापारीको लेभल नै बेग्लै। कागतीलाई जुनार भन्दै झापालीलाई बिकाएको। अरू त कुरा छोडिदिउँ, माछालाई पौडी खेल्न हामीले हो सिकाएको। ए मुला तेर्थुमो घर लिम्बूको छोरा जाँडक से जाँटा बगाइदिन्छ खोल। सुन चाँदी त दराज पऱ्यो। कति चाहियो तँलाई? केजी के तोला? पैसा त हाम्रो पात भन्दा फालाफाल। जहाँ रक्सी बेचेर हामी हुन्छौँ मालामाल। सुँगुर त हाम्रो डाइनोसर जत्रो। सुन चाँदी त हाम्रो लागि अति नै सस्तो। लिम्बू हो नि त झटा।